हिमालय काउन्टडाउन। हेलो नमस्ते अनि स्वागत गर्न चाहन्छु कार्यक्रम हिमालय काउन्टडाउनमा। साताभरिका उत्कृष्ट 10 नेपाली गीत संगीत र एकजना अतिथिको साथमा हामी उपस्थित भइसकेका छौँ। आज पनि उहाँसँग केही रमाइला कुराकानी पनि गर्नेछौँ र उहाँको मिठो गीतहरूलाई चाहिँ नि अनप्लग भर्सनमा पनि सुन्नेछौँ। सो आज मैले निम्ताएको छु तपाईँहरूको एकदमै निकै फेभरेट सिङ्गर भन्न रुचाउँछु, सिङ्गर, लिरिसिस्ट, कम्पोजर उदय श्रेष्ठ। आउनुहोस् मलाई कार्यक्रममा स्वागत गरौँ। हेलो उदयजी, वेलकम टु द सो। थ्याङ्क यू सो मच। अनि धेरै पछि भेट भयो हाम्रो चाहिँ थर्ड एल्बम आउनलाई अलिकति ग्याप राखेर आउनु भएको छ, किन होला त्यस्तो? ग्याप भन्दा पनि मैले कस्तो भयो भने अब सर हेर्दा त ग्यापै छ होइन। यो लगभग 6-7 वर्षको ग्याप देखिन्छ। हजुर, मेरो सेकेन्ड एल्बम 63 मा गरेको थिएँ मैले, रहस्य। त्यसपछिको माहौल हुन्छ नि अलिकति साङ्गीतिक माहौल, एउटा बजार अलिकति रिमिक्सले अतिक्रमण भएको समय थियो होइन। अब हाम्रो प्याटर्न भनेको अब नर्मली सेन्टिमेन्टल मेलोडियस प्याटर्न थियो। त्यतिखेर अलिकति रिमिक्स नम्बरहरूले बेसी प्राथमिकता पाउने च्यानलहरूमा पनि। अनि अलिकति ग्याप त त्यतिखेर भयो नि, त्यो मार्केटलाई अलिकति हुन्छ नि बुझ्ने उसमै। बिचमा गएर फेरि मैले म्युजिक ट्रेनिङहरू मैले लिएँ, क्लासिकल जोइन गरेँ, यता कलेजमा पनि जोइन गरेँ, यता इन्स्टिच्युटमा पनि हाम्रो आदरणीय गुरुआमा सङ्गीता प्रधान म्यामसँग भोकल पनि सिकेँ। र त्यो बिचमा कस्तो भयो भने कुनै जमानामा कस्तो हुन्थ्यो, कुनै टाइममा अब जस्ट फर्स्ट एल्बम गर्दाखेरि कस्तो हुन्थ्यो भने अब 1 वर्षभित्र अर्को एल्बम मैले गर्नै पर्छ भन्ने हुन्थ्यो होइन। तर यता क्लासिकल जोइन गरेपछि चाहिँ त्यो हुन्छ नि सङ्गीतमै छु, किन एल्बम गरिराख्नु पऱ्यो भन्ने टाइपको भएर पनि। जस्तो एक्चुअली फर्क्यौँ तपाईँको फर्स्ट जस्तो फर्स्ट एल्बम उदय श्रेष्ठ र भूगोलजीसँग दुईजनामा एउटा कोलाबोरेसनमा एउटा गीत आएको थियो यो जुनीमा, जुन एल्बमको नाम थियो लभ एरिया। एकदमै उत्कृष्ट बनेको थियो त्यो गीत, अलिकति फरक शैलीको थियो भनौँ न, अरेबिक टोनमा भनौँ, फ्लेभरमा भनौँ। त्यो गीत एक्चुअली सुनाइदिनुहुन्छ? भूगोलजी त हुनु न अहिले, तै पनि भूगोलजीको पार्ट पनि मै गाउँछु अहिले। तिम्रो हुन सकिन यो जुनीमा, तिम्रो हुन सकिन, मलाई माफ गरिदेऊ, मलाई माफ गरिदेऊ, मलाई माफ गरिदेऊ। बिर्सेको छैन, भुलेको होइन मैले माया लाएको, सानो तिमीले भुल्यौ कि कसो? बिर्सेको छैन, भुलेको होइन मैले माया लाएको, सानो तिमीले भुल्यौ कि कसो? तिमीले भुल्यौ कि कसो? गरम यो अग्नि जस्तै, छातन यो इन्द्रनी झै, चम्किलो जुन जस्तै, मलाई पुगेन पुगेन यो बैसले, मलाई पुगेन पुगेन यो बैसले, मलाई पुगेन पुगेन यो बैसले, मलाई पुगेन पुगेन यो बैसले।
छिनको छिनमै सबको मन बदलिन्छ यहाँ दिनको दिनै नयाँ कथा रचिन्छ यहाँ छिनको छिनमै सबको मन बदलिन्छ यहाँ दिनको दिनै नयाँ कथा रचिन्छ यहाँ कसले कसलाई गर्छ यहाँ निस्वार्थ माया जसले जस्तो गर्यो उसै हुन्छ नेपालमा ए जे गरे नि जसो गरे नि चल्छ नेपालमा जे गरे नि जसो गरे नि चल्छ नेपालमा तपाईको त्यो लभ एरिया त एकदमै चल्यो तपाईलाई म्युजिक सिनारियोमा चाहिँ एस्टाब्लिश गर्न सफल मद्दत गर्यो त्यसले है अर्को गीतहरू पनि थियो धेरै राम्रा थिए एकदमै सेन्टिमेन्टल नम्बरहरू मात्रै गाउनु भएको थियो जस त्यो समय चाहिँ म भनौँ न अलिकति मैले आफ्नो पर्सनल भ्यूबाट हेर्दाखेरि होइन त्यो समयलाई चाहिँ अलिकति स्वर्णिम समय नै जस्तो मान्छु म होइन किनकि त्यो टाइममा जस म सँगसँगै आएका मेरो साथीहरू थुप्रै अब जस सुजनको पनि त्यतिखेर गीतहरू धेरै राम्रो भएको थियो म भए अनि सनुप पौडेल लोचन रिजाल सुदीप गिरी भरत सिटौला जस्तै प्रार्थना साके भयो मौसमी गुरुङ भए अनि थुप्रै छन् साथीहरू हुन्छ नि अब सबैको चाहिँ गीतहरू अब क्लिक भएको थियो कि त्यो अलिकति राम्रो मेहनत गरेर आउँदाखेरि दर्शकहरूले श्रोताले छुट्टै खालको माया दिने कि त्यो टाइममा थियो एल्बम पनि बिक्री हुने एकदमै जस्तो एक्सिस थियो प्रबन्ध निर्माण थियो होइन सबैको एल्बम चल्यो कि कसैले डोमिनेट गरेको थिएन कि त्यो टाइम अहिले सम्झिँदा पनि एकदमै प्यारो लाग्छ मलाई अहिले चाहिँ अलिकति गाजा गुजुङ छ जस ठिकै छ त्यो एउटा किन मायामा त्यसपछि लगत्तै अर्को भिडियो आएको थियो यो जुनीमा मैले 60 को लास्टतिर मैले रिलिज गरेको थिएँ यो चाहिँ अडियो मात्रै रिलिज गरेको थिएँ मैले अनि जस एउटा एफएममा मात्रै छोडिदिएको थिएँ मैले बिस्तारै सबैतिर एफएमबाट त्यो गीतहरू माग्न थाल्नुभयो होइन अरू एफएममा पनि गयो जस अडियो नै हिट भयो कि त्यो टाइममा अनि भिडियो आयो भिडियो एक्सपेक्ट गरेको जस्तो बनेन त्यही पनि त्यो हुन्छ नि अडियोबाटै अहिलेसम्म मान्छेले सम्झिन सक्यो र त्यसपछि चाहिँ मेरो किन मायामा आउँदाखेरि अझ बढी मन पराउनु भयो जस्तो लाग्यो श्रोताहरूले दर्शक हजुर एकदमै मन पराउनु पनि भएको थियो मेरो पनि पर्सनल फेभरेट रहेको थियो त्यो सुनाइदिनुहुन्छ प्लिज हजुर किन मामा यति धेरै चोट हुन्छ किन मामा यति धेरै चोट हुन्छ सहन गाह्रो भयो मलाई सहन गाह्रो भयो मलाई किन मायामा यति धेरै चोट हुन्छ को होला त्यो मसँग खाजुदाउने नचिने नि मसँग लीला जाउने को होला त्यो मसँग खाजुदाउने नचिने नि मसँग लीला जाउने डाँडा पारीको गाउँमा गोधुली त्यो साँझैमा डाँडा पारीको गाउँमा गोधुली त्यो साँझैमा नहेर तिम्रो कालो केसले छुँदैछ न्यानो साथ देऊ भन माया गर्छु भन सोच
हाम्रो मिलन सोचमा छैन कोही साथ तिमी देउन हात आइ गर्न मिठो हेर कति मिठो छ यो पल हामीलाई हेरी मुस्कुराउँछ चाँदनी राह यो पनि सेन्टिमेन्टल नम्बरमा अर्को एउटा इटा थप्यो हिट नम्बरको संज्ञा हुन्छ नि सेन्टिमेन्टल नम्बरहरू मात्रै किन गाउन रमाइलो हुन्छ या के हो खास किन त कम्पोज गर्दा या लिरिक्स लेख्दा त्यस्तै कन्सेप्ट आउने भएर हो कि त्यो कस्तो हुन्छ नि जस्तै आफू एक्लै बस्दा होस् होइन गिटार आफ्नो साथमा हुँदाखेरि होस् त्यो अलिकति फङ्की नम्बरहरू यताउता हुन्छ नि अलिक रकिङ नम्बरहरू अलिक अब रक एन्ड रोल हुन्छ होइन अलिकति रागे टाइपको जस्ट रोमान्टिक नम्बर भन्दा पनि सेन्टिमेन्टलतिर अब कसको भनौँ धेरै लाइफमा के परिरहेको हुन्छ नि त्यो हरेक एङ्गलबाटै हेरेर बुझेर गरिदिनु मन लाग्यो एउटा रियालिटी बेस्ड हुन्छ नि त्यसलाई आफूले महसुस गरेर अलिकति त्यो पेन महसुस गरेर त्यो कम्पोजिसन गर्नुको छुट्टै मजा छ यसको मतलब यहाँ कि रोमान्टिकहरू गरेको छुइनँ होइन त्यो पनि ट्राई चाहिँ गरिरहेको छु जस्ट छुट्टै मजा लाग्छ मलाई सेन्टिमेन्टल चाहिँ जस्तो त्यसपछि अब त्यो राम्रो भयो चल्यो पनि एल्बम होइन उदय श्रेष्ठलाई एउटा नाम पनि पाउनुभयो त्यसपछि कन्टिन्यू कहिले रहस्य भन्ने एल्बम कति पछि गर्नु मैले रहस्य र लभ एरियाको ग्याप ठ्याक्क 2 इयर्स राखेको मैले 61 भदौ 1 गते लभ एरिया रिलिज गरेको थिएँ ठ्याक्क 2 वर्ष 63 भदौ 1 गते मैले ठ्याक्क त्यो टाइमिङ मिलाएर जस्ट त्यो बेलामा एउटा त्यो टाइम चाहिँ त्यस्तै खालको थियो कि जस्ट अब एउटा हिट गइसकेपछि अब कन्टिन्युटीको लागि पनि दिनुपर्छ भन्ने हिसाबले दिइहाल्नु भयो तर त्यसपछि चाहिँ अहिले हराउनु भयो क्या किन हराउनु भयो यति राम्रो कम्पोज गर्नुहुन्छ यति लिरिक्स मिठो लेख्नुहुन्छ होइन यो बारेमा धेरै मलाई दर्शकहरूले पनि गाली गरिसक्नु भएको छ होइन जस्ट फाइनली आएको छु 6 वर्षपछि तर एउटा नाम लिएर आउनु भएको छ स्टिल अलाइभ अझै पनि म छु भने एउटा अस्तित्व देखाउँदै हुनुहुन्छ एक्ज्याक्टली त्यही हो मैले एल्बमको नाम पनि एकदम सोचेर जस हुन्छ नि म कमब्याक हुँदैछु भन्ने हिसाबले मैले त्यो गरेको थिएँ र त्यसको आँसुको थोपा अब हेरिरहनु भएको छ दर्शकहरूले त्यो भिडियो आइरहेको छ त्यो पनि एकदम एप्रिसिएट गरिरहनु भएको छ उहाँहरूले हजुर हाम्रो काउन्टडाउनमा पनि आँसुको थोपा एउटा स्थान हासिल गर्ने क्रममा छ अब तपाईँले नाम भनिहाल्नुभयो त्यो गीत पनि सुनाइदिनुहोस् यो आँसुको थोपा होइन यो त नीर हो नझरेर थुप्रिएको यो त विष हो यो आँसुको थोपा होइन यो त नीर हो नझरेर थुप्रिएको यो त विष हो शङ्काको हुरीमा भत्केको प्रीत हो महारे मायामा तर यो तिम्रो जित हो पाइन तिमीलाई तर दुखी छैन माझ तिम्रो ओठमा मुस्कान त देख्न सके गुमाए तिमीलाई मैले मेरो यो जिन्दगीबाट तर तिम्रो भाग्यमा खुसी त लेख्न सके
कसको कुरा सुन्ने मैले कसको सम्झिने दोधार घुमन लौन के पो गर्ने त्यो जनले मार्यो लौन मार्यो 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 मलाई बसाउ कि छुटाऊ माया कस्तो बीचमा पार्यो पलाउँदैछ पालुवा मार्न पाखो लाग्यो दिए मन्जुरी जे होला सहनु मन पर्यो आँसुको थोपा होइन यो त नीर हो नझरेर थुप्रिएको यो त विष हो शङ्काको हुरीमा भत्केको प्रीत हो महारे मायामा तर यो तिम्रो जित हो पाइन तिमीलाई तर दुखी छैन माझ तिम्रो ओठमा मुस्कान त देख्न सके गुमाए तिमीलाई मैले मेरो यो जिन्दगीबाट तर तिम्रो भाग्यमा खुसी त लेख्न सके यो एल्बम धेरै वर्षपछि ल्याउनु भयो अब बीचमा मैले के देखेको छु नि तपाईँको अरू आर्टिस्टहरू जस्तो सानो भाइ अमन प्रधानसँग पनि तपाईँ कोलाबरेट गर्नुभएको थियो र अहिले पनि एउटा नयाँ जेनेरेसनको हुन्छ नि आर्टिस्टहरूलाई हजुर सुरज हजुर म देखिरहेको हुन्छ भिडियोमा हुन्छ नि कहिले ट्याटु देखिरहेको हुन्छ कहिले गिटारमा बजिरहनु गरिरहनु भएको छ जस आफू अगाडि नआए पनि एज अ लिरिसिस्ट कम्पोजर तपाईँ आइरहनु भएको छ जस मलाई अहिले फाइनली के भयो भने यत्रो वर्षपछि आयो अलिकति आफूलाई पनि वितृष्णा भएको जस्तो एउटा हुन्छ नि मिडियामा आउनलाई चाहिँ सङ्गीतप्रति चाहिँ होइन सङ्गीतमा चाहिँ अब अभियसली प्र्याक्टिस गरिन्थ्यो रियाज गरिन्थ्यो होइन हजुर तर अब हिटै हुनुपर्छ भने के छ र जस्तो हुने कि कहिलेकाहीँ हुन्छ नि सङ्गीत गरिरहेको छु आफूलाई सन्तुष्टि छ म्युजिकप्रति सिकिरहेको छु किन त्यो हिट हुनु पऱ्यो भन्ने एउटा हुन्छ अब कति आर्टिस्टहरू देख्न सकिन्छ होइन हिट हुनुको पछि मात्रै दौडिरहेको हुन्छ नि अब चाप्लुसी गरिरहेको पैसा भइरहेको खर्च गरिरहेको धेरै कुराहरू देखिन्छ त्यो गर्दा अलिकति वितृष्णा भएको जस्तो महसुस भयो तर जब यो आँसुको थोपा लिएर स्टिल अलाइभ लिएर मार्केटमा आएँ अनि मलाई दर्शकहरूले श्रोताहरूले एकदम मनदेखि नै वेलकम गर्नुभयो होइन रुचाउनु भयो र त्यही हो अब चाहिँ म एकदम हुन्छ नि आफ्नो आत्मादेखि नै होइन एउटा निस्वार्थ भावनाले सङ्गीतमा म अब लागि पर्छु र स्क्रिनमा पनि देखिरहन्छु म मिडियामा पनि छाइरहन्छु भन्ने एउटा भनौँ न मनमा नै मैले ठानेको छु अब यसले चाहिँ के हुन्छ होइन एकदमै राम्रो गरिरहनु भएको छ सबैले मन पनि पराउनु भएको पनि थियो पहिला र अहिले पनि भइरहनु भएको छ त्यसको लागि अल द बेस्ट र सपोर्ट हामी गरिहाल्छौँ तपाईँलाई यदि राम्रो ट्रु आर्टिस्टहरूलाई सपोर्ट गर्नै बसेका छौँ हामी यहाँनिर होइन र अहिलेको जुन स्टिल अलाइभमा चाहिँ कस्ता खाले गीत फेरि त्यही पुरानै प्याटर्नको हुन्छ नि त्यो रोना धोना टाइपकै ल्याउनु भएको छ कि नयाँ केही हुन्छ नि प्याटर्न चेन्ज आँसुको थोपा भने चाहिँ कम्प्लिटली एउटा सेन्टिमेन्टल ट्र्याकै हो होइन त्यसपछि एउटा नसोच तिमी भन्ने पनि एउटा सेन्टिमेन्टल छ अनि यो दिन यो रात भन्ने एउटा सेन्टिमेन्टल छ त्यसपछि चाहिँ सक्दिन जिउन भन्ने एउटा रक नम्बरै छ ठिकै छ भन्ने एउटा छ यो फङ्क रक यो पनि एकदम रुचाइरहनु भएको छ फङ्क रक एकचोटि सुनिदिउँ न त नयाँ ठिकै छ मेरो लागि तिमी धेरै रोयौ होला म पनि त तिम्रै यादमा कति कति रोए होला बेकारको कुरा नगर रुनु र हाँस्नु नै त जिन्दगी हो मायामा
बुझ्नेछौ गहिराई मायाको ठिकै छ तिम्रो माया हिराको हार हो मेरो माया नचाहिने फ्याँकिएको बेकार भो बेकारको कुरा नगर रुनु र हाँस्नु नै त जिन्दगी हो मायामा डुबेर हेर अनि बुझ्नेछौ गहिराई मायाको बसुमा आज हार पल्किन आइदिन्छौ मेरो नयन भारिकिन माया हो कि के हो बुझ्न मैले सकिन किन सक्दिन ती यादहरू बिर्सन तिम्रो आगमनले जीवनमा छाया सुवास गर्छु म आजबाट तिमीलाई दिन्छु म साथ एकैछिनको दूरी पनि किन लाग्छ आवाज सजाउनेछु जीवन खुसियाली पाए तिम्रो साथ एकदमै राम्रो लाग्यो यो गीत पनि सायद भिडियो बनाउनुहुन्छ होला भिडियोको प्लानिङ एकदमै प्याटर्न चाहिँ अब लिरिक्स वाइज भन्ने हो नि त त्यो एउटा सेन्टिमेन्टल टच त छँदैछ होइन तर ठिकै छ दर्शक श्रोताहरूलाई एउटा हुन्छ नि छुनलाई चाँडै छुन्छ पनि अलिकति क्याची छ प्लस यसको ऊ चाहिँ कस्तो भने एउटा विशेषता भनौँ न प्राय गीतहरू अब उद्देश्यले नै सेन्टिमेन्टल ट्रेजिक नम्बर गरेर आउँछ यो चाहिँ अलिक बिन्दास ट्र्याक ठिकै छ अब तिमी पनि रोयो होला हुन्छ नि केही छैन यही त हो नि लाइफ भनेको यही हो माया भनेको यही हो भन्ने टाइपले एउटा फङ्क रक प्याटर्नमा जस्ट बनेको गीत चाहिँ एकदमै राम्रो लाग्यो र अब यहाँसम्म हामीसँग आइदिनु भयो मिठा मिठा गीतहरू उद्देश्यजीको सुन्न पायो अनप्लग भर्सनमा दर्शक श्रोताहरूले नि एकदमै रमाउनु भयो होला जसले पहिला याद गर्नुभएको थियो होइन एकदमै अनौठो लाग्छ नि जुन पहिलादेखि आफूलाई मनपर्ने फेभरेट सिङ्गर कहाँ गयो के गयो गरेर आए बेलामा अहिले आउँदाखेरि जस्ट हामीसँग आएर कुरा गरिदिनु भयो रमाइलो लाग्यो खुसी लाग्यो ट्रु आर्टिस्टहरूलाई चाहिँ नि यो प्लेटफर्ममा देख्दाखेरि खुसी लाग्छ एउटा कुरा होइन र फाइनली आफ्नो फ्यान दर्शक श्रोतालाई केही भनिदिनुहोस् सबैभन्दा पहिला त थ्याङ्क यू सो मच भन्न चाहन्छु मेरो सम्पूर्ण मेरो शुभचिन्तक मेरो दर्शक मेरो श्रोता हुन्छ नि जसले मलाई माया गर्नुभएको छ तपाईँहरूकै कारणले म आज यहाँ छु होइन मेरो धेरै वर्षपछिको यो एल्बम आइरहेको छ स्टिल अलाइभ यसलाई सुनिदिनु होला र केही कमी कमजोरी छ भने पक्कै पनि मलाई फिडब्याक दिनु होला त्यही भन्न चाहन्छु नेपाली म्युजिकलाई माया गरिदिनु होला थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच उद्देश्य थ्याङ्क यू सो मच हजुर दर्शकबिन उहाँ हुनुहुन्थ्यो निकै नै मल्टी ट्यालेन्टेड सिङ्गर लिरिसिस्ट कम्पोजर उद्देश्य श्रेष्ठ उहाँको मिठो मिठो गीतहरू चाहिँ एकदमै मलाई चाहिँ हुन्छ नि रमाइलो लाग्यो पक्कै पनि यहाँले पनि मनोरञ्जन लिनुभयो भन्ने मैले आशा लिएको छु यति भन्दा भन्दै कार्यक्रमको अन्ततिर आइसकेको छु र तपाईँलाई भने काउन्टरको नम्बर 1 सङ छोड्दै आज बिदा लिन चाहन्छु अलवेज लभ नेपाली म्युजिक एन्ड किप अन वाचिङ हिमालय टेलिभिजन दुनिया चल स्टोरी मेरा मानी तिमी आँसु नझर नमान हार अर्को जनम साँचोला फेरि भेटौँ